आज साउन 1 गते आगो बालेर लुतो जा भन्दै कराइन्छ। के यो अन्धविश्वास हो कि यसको पछाडि वर्षौं पुरानो वैज्ञानिक र सांस्कृतिक कारण लुकेको छ? हेर है त। यो दिन भगवान शिवको पूजा, हरियो चुरा र साउन महिनाको सुरुवातको रूपमा मनाइन्छ। तर यस दिनसँग जोडिएको अर्को महत्त्वपूर्ण नेपाली परम्परा छ लुतो फाल्ने दिन। अब यो कुरा त सबैलाई थाहा छ, तर लुतो चाहिँ किन फालिने रहेछ भन्दा असारभरि किसानहरू हिलो र पानीमा धान रोप्ने भएकाले लुतो, दाद, फंगल इन्फेक्सन र अन्य स्किन इन्फेक्सन लाग्ने जोखिम बढ्छ। यही कारणले हाम्रो स्वास्थ्यको सुरक्षा गर्ने उद्देश्यले लुतो फाल्ने ट्रेडिसन सुरु भएको थियो। अब यो लुतो चाहिँ कसरी बनाइन्छ त भन्दा दिउँसो नै गाउँका मानिसहरूले तितेपाती, कुरिलो, लुटेझार, कुकुर दाइनो, नागबेली र बनमारा जस्ता अन्य मेडिसिनल हर्ब जस्ता वनस्पति संकलन गरेर त्यसलाई बन्डल बनाएर मसाल तयार पारिन्छ र सनसेट भएपछि मसालमा आगो बालेर चारैतिर फाल्दै लुतो जा भनेर कराइन्छ। साथै शंख, घण्टी, नाङ्लो र भाँडाकुँडा बजाएर ठुलो आवाज पनि गरिन्छ। अनि तिनी मेडिसिनल हर्बबाट निस्कने धुवाले परम्परागत रूपमा वातावरण शुद्ध गर्ने, किरा फट्याङ्ग्रा तथा रोग फैलाउने तत्त्वलाई टाढा राख्छन्। साथै यो अनुष्ठानले समुदायलाई सरसफाई र स्वास्थ्यप्रति सचेत गराउने सन्देश पनि दिन्छ। र यही साउन 1 गते खण्डरक पूजा पनि गरिन्छ। तर आज यिनी परम्पराहरू बिस्तारै हराउँदै गएका छन् र यसको वास्तविक अर्थ बुझेर संरक्षण गर्नुपर्छ। आफ्नो संस्कृति चिन्नु भनेको आफ्नो इतिहास, स्वास्थ्य र पहिचान जोगाउनु हो। यदि तपाईलाई पनि नेपाली संस्कृतिको बारेमा गर्व लाग्छ भने यो भिडियो सबै साथीहरूलाई शेयर गर्नुहोस् है।